हेलो गाइज, वेलकम टु माई न्यू भ्लग साथीहरू। मेरो भ्लगमा तपाईँहरू सबैलाई स्वागत छ साथीहरू। आज चाहिँ म के भन्न आएको भने तपाईँहरूले गर्दा अहिले मेरो ठ्याक्कै 105 सब्सक्राइब भइसकेको छ। अझै सपोर्ट गरेर जानुहोस्, अझै केही गर्ने, अझै माया गर्नुहोस् साथीहरू हैन। तपाईँहरूको माया ममताले गर्दा म अगाडि बढ्न सक्छु। तपाईँहरूको सपोर्टले गर्दा म युट्युबमा केही गर्न सक्छु है साथीहरू। त्यही भएर आज चाहिँ मेरो घरको भ्लग चाहिँ साथी घरमै स्टार्ट हो हैन। यही घरबाट हो ठक्क। अहिले चाहिँ म साथीहरू हैन यत्तिकै बसिरहेको छु कि यत्तिकै यही खाटमा सुतिरहेको छु। काम छैन साथीहरू। यत्तिकै दिनभरि खाएको छु, सुतेको छु। साथीहरू तपाईँसँग कतै यसो जानेको बुझेको छ भने मलाई साथीहरू एउटा काम खोजिदिनु पऱ्यो क्या है गाइज। एउटा काम खोजिदिनु पऱ्यो, केही काम। अब पढाइ छैन त्यस्तो हैन, त्यही पनि यसो एउटा कुल्ली काम गर्नुभयो क्या। भाँडा धस्कने ठिक जस्तो छ साथीहरू। भाँडा धस्काउने खालको चाहिँ खोजिदिनु पऱ्यो क्या। अनुहारहरू त्यस्तै लुक्छ नि त मेरो हैन। त्यही भाँडा धस्काउने टाइपको यस्तै खोजिदिनु गाइज हैन। चाहिँ अब त्यही भन्न चाहन्छु साथीहरू, अझै सपोर्ट गर्नुहोस्। तपाईँहरूले सपोर्ट गरिदिनु होला मेरो भिडियो पनि प्लिज। सबले हेरिदिनु है, सबले हेरिदिनु राई भ्लग 1998 छ। सबले गएर साथीहरू सपोर्ट गर्नुहोस्, सबले हेरिदिनु साथीहरू मेरो भ्लग पनि हैन। तपाईँहरूको मायाले गर्दा त आजसम्म यहाँ बाँचेको छु। तपाईँहरूको साथ सपोर्ट चाहिएको छ साथीहरू। युट्युबमा के गरौँ भनेर आएको म पनि हैन। दुःख त छ नि यार साथीहरू, स्ट्रगल गर्न गाह्रो रहेछ क्या जे चिजमा पनि भयो। अब यो कामकै बारेमा भयो, यस्तै सोसियल मिडियाकै बारेमा भने सोसियल मिडिया पनि त अब गाह्रो छ नि त। फर्स्टमा पनि त सबै मान्छेहरू एकैचोटि भाइरल भएर डाइरेक्ट टु डाइरेक्ट त अब एकैचोटि भाइरल भएको मान्छे होइन। तिनीहरूले पनि 3-4 वर्ष सङ्घर्ष गरेको होला होइन साथीहरू। 3-4 वर्ष अब कसै 10 वर्ष होला, कसै 20 वर्ष होला। सङ्घर्ष गर्ने मान्छे धेरै हुन्छ, तर पनि सङ्घर्ष गरेको मिहिनेत गर्ने हो। मिहिनेत गरेपछि अवश्य भनौँ न, मिहिनेतको फल मिठो हुन्छ भने जस्तै सङ्घर्ष गरेपछि अवश्य पुगिन्छ नि होइन, अवश्य गरिन्छ नि भन्ने खालको होइन साथीहरू। यस्तै हो साथीहरू, गर्नुपर्छ दुःखहरू, दुःख सङ्घर्ष यस्तै हो होइन। अब मान्छे त अब खासै बोल्नु पनि आउँदैन साथीहरू मलाई चाहिँ होइन। फर्स्टै हो यो भ्लगहरू, खासै आउँदैन। त्यही पनि अब के गरौँ भनेर आएको साथीहरू। बोल्नु पनि त्यति राम्रो आउँदैन होइन। त्यही भएर साथीहरू तपाईँहरूले पनि प्लिज मेरो भिडियो चाहिँ एकचोटि हेरिदिनु होला सबैले है। सबले सपोर्ट गर्नुहोस् प्लिज भन्दै म चाहिँ अहिले छुट्टी बिदा हुन चाहन्छु होइन साथीहरू। बाइ बाइ, सी यु टुमरो। नेक्स्ट भिडियो अवश्य आउँछ गाइज। बाइ बाइ।